मर्निङ एभ्रिवान, इट्स मी याकी। आज चाहिँ हाम्रो सन्डेमा चाहिँ हाम्रो लङ रनिङ हुन्छ अनि सिलेक्सन टोलेको चाहिँ टोको बोकेर लङ रनिङ हुन्छ। सो अहिले चाहिँ हामी ग्राउन्डमा जानु लाग्यो। हामी पेन्सिङ क्याम्प नजिकै पुगिसक्यो। पोखराको पेन्सिङ क्याम्प, इन्डियन पेन्सिङ क्याम्प नजिकै पुगिसकेको छौँ। हामी ग्राउन्डमा छिर्ने सर्टकट आइपुग्यौँ। यो चाहिँ हाम्रो रेलवे स्कुल। हाम्रो चाहिँ छोटो मिठो जग सकेर चाहिँ हामीले चाहिँ हल्का निस्केर चढेछौँ। र फेरि एक ल्याप जग स्ट्रेचिङको लागि। त्यसको र आउटिङको भिडियो आइरहेको थियो। सो अलि दिन चाहिँ भिडियोहरू आएको थिएन। सो आजबाट चाहिँ हाम्रो ट्रेनिङको सेसनको भिडियो पनि आउँछ होइन, हेर्न सक्नुहुन्छ। सो केटाहरू स्ट्रेचिङ गर्नुभन्दा अगाडि हल्का एक दुई ल्याप चाहिँ जगिङ हान्छ अनि चाहिँ त्यसपछि चाहिँ हाम्रो यहाँ आज स्ट्रेचिङ हुन्छ। हाम्रो मामा नै आइपुग्नु भयो। चाहिँ हाम्रो स्ट्रेचिङ हुँदैछ। स्ट्रेचिङ एकछिनको थोरै सिनेमेटिक सटहरू। हाम्रो हाइजिन चाहिँ गर्दैछ। तपाईँ लगाइसक्यो? पसिना त झरिसक्यो। पसिना किन त्यहाँ मुतीको सिलेक्सन टोले चाहिँ टोको पुगेर यो चाहिँ हाम्रो बी ग्रुप। ए ग्रुप चाहिँ हाम्रो टोको पुगेर गइसक्यो। टोको पुगेर त्यहाँ गइसक्यो।
यो चाहिँ हाम्रो सी ग्रुप अनि यो चाहिँ भर्खर गएको चाहिँ हाम्रो बी ग्रुपै छ ल। ऊ भएर चाहिँ हाम्रो सेलेक्सन कटेको बिएको है अनि जिसीको पनि छ अनि कोही जिसीको चाहिँ घर गए है अनि त्यही हो। अब हाम्रो चाहिँ जिसीको सुरु भइसकेको छ। यो चाहिँ हाम्रो बी ग्रुप जिसीको सेलेक्सन टोलीहरू छ अनि त्यही हो। यिनीहरू चाहिँ आज 15 मिनट्सको लर्निङ हान्दैछ। पछाडिबाट आउन लागेको चाहिँ सी ग्रुप। यो चाहिँ हाम्रो नेक्स्ट इयरको टोलीहरू छ। यसको चाहिँ सी ग्रुप है यो चाहिँ। अर्ग्यानिक टमाटर है त अब ग्राउन्डमा। हेर्न सक्नुहुन्छ हाम्रो के भन्छ यसलाई किम्बु फल्याएको छ है। हेर्न सक्नुहुन्छ यता चाहिँ मकै फलिरहेको छ है। खानी लायक रोप्न लागिसकेको छ। ठुल्ठुलो भुङ्गा भइसकेको छ होइन त्यस्तो छ होइन। यो मकै छ। यो चाहिँ हाम्रो ग्राउन्ड त्यस्तै छ। यो चाहिँ हाम्रै ग्राउन्ड हो। सक्यो कति छ अझै 4 मिनट। कति मिनटको थियो यिनीहरूको 45 मिनटको अनि एक ग्रुपको चाहिँ 50 मिनटको हुन्छ है। कति मिनट छ अरे 4 मिनट है। केटाहरूले चाहिँ फिनिसिङ हान्छ होला है 2 ल्याप चाहिँ त्यति 4 मिनटको। सो केटाहरूले चाहिँ कस्तो गरिरह नि ट्रेनिङ राम्रो गरिरह। एजुकेसन चाहिँ कस्तो छ नि र तिम्रो चाहिँ कस्तो छ नि तिम्रो चाहिँ कस्तो छ नि लास्ट विक छ गाह्रो छ है गफाने फेरि धावाको। हाम्रो सी ग्रुपको चाहिँ ल्यापिङ सकेर लङ रनिङ सकेर चाहिँ 400 को हन्काउँदैछ होला। ए टुल्लु कान्छा ताना ल। यो चाहिँ हाम्रो सी ग्रुप चाहिँ के बनाएको यिनीहरूलाई कति 400 सानो ल्याप केटाले पनिसमेन्ट खाने किनभने यिनीहरूले ठगेछ। अनि यो चाहिँ हाम्रो बी ग्रुप अलि अफ गऱ्यो सुमन अफ गऱ्यो। किन हो त नि पनिसमेन्ट छोडेर
34 35 36 37 38 घडी 39 40 41 कहाँ हेर्ने घडी पनि 42 44 लास्टमा खोइ घडी घडी त मुखले ग्याप छोडेस् त्यहाँ सँगसँगै भएन यहाँ तिम्रो सक्दैन आफ्नो पेसा भएको छ यहाँ कस्तो भइरहेको तेरो ट्रेनिङ दामी हो कस्तो गाह्रो त भएन नि ट्रेनिङ भने चाहिँ यस्तै हुन्छ है यस्तैमा बानी पार्न सिक्नुपर्छ फ्युचर राम्रो बनाउनको लागि है ल पेरमा यस्तो चाललाई भिन्दाइज पेरमा अब गऱ्यो सक्यो अब ल बी ग्रुप चाहिँ लङ रनिङ सकेर फिनिसिङ आउँदैछ up 1 2 3 4 5 6 7 8 9 10 12 हान्दै 11 12 ल पास ढुक्क अघि फेजन ढुक्क गर्नु हुन्छ कि एजुकेसन राम्रो त्यो ढुक्क गर्छ यसलाई चाहिँ किन हेरिङ बनाएको भन्दाखेरि यो सी ग्रुप बी ग्रुपको मान्छे सी ग्रुपमा पसेर केटाहरूको चाहिँ 50 मिनटको लङ रनिङ सकेर हल्का कार्डियो बनाउँदैछ होइन मोटो टोलीहरू छ 1-2 जना उसलाई चाहिँ कार्डियो बनाउँदैछ Down. Up. Down. बी ग्रुपको चाहिँ 400 मिटर है 400 मिटर रेडी 400 हो के धेरै बेस्ट हान्न पर्यो स्ट्यान्ड बाई गप बेस्ट हान्नु ओए तिले यहीँबाट त्यसले बेस्ट हानिदिन्छ त्यो पोजिसनमा हान्छ तान टुलु तान तान टुलु टाइमिङ भन् त टाइमिङ भन् न 51 52 53 54 55 56 57 58 59 1 11 12 13 17 18 19 111 13 18 Best saving. 22 Best saving. 24 Best saving मात्र के लगाएको छ यस्तो इन्डिभिजुअल ल वेट पहिला आउँदा कति थियो तेरो कति रे अहिले कति छ 67 भइसक्यो यो लाएर घट्दो रहेछ है तेरो केटाहरूको चाहिँ स्पिड सेसन 2टा थियो एउटा स्पिड सेसन चाहिँ भर्खर सक्यो अब यो सेकेन्ड स्पिड सेसन
पनि हान्नु नि त यार एक मात्रै हाने चौधरीको बिचबाट यहीँ पछाडि बस्ने यार तन्केर बसिरहेको छ अहिले ट्रेनिङ सेसन सकेर चाहिँ हामी यहाँ कुल्लाङ हुँदैछ राइट साइडमा 1 2 3 4 5 दुईटा खुट्टा जोड्यो निमा हात राख्यो निलाई जिरोदेखि बाहिर 5 टाइम्स रोटेट गर्छ रेडी गप 1 2 कुल्लाङको सिनेमेटिक सट